गुड मर्निङ गाइस, हजुरहरूलाई स्वागत छ यो मेरो च्यानलमा। र आज चाहिँ मेरो केही काम परेर म सिलगढी गएको कारणले गर्दाखेरि चाहिँ हेर्नुहोस् तपाईँलाई भिडियो देखाउनु गइरहेको छु। र माथि चाहिँ पानी परिरहेको थियो म निस्किँदाखेरि। र हेर्नुहोस् आज यहाँ तल सिलगढी पुग्दा चाहिँ यति डरलाग्दो जाम र गरम चाहिँ यति डरलाग्दो रहेछ। जाममा भन्नु भने आधी घन्टादेखि 1 घन्टा बसेँ होला म दार्जिलिङ मोडको त्यहाँनिर। र गरमले खपिसाध्यै नै छैन। गरम सिलगढी आउनु हुँदैछ भने चाहिँ यसो मौसम हेरेर आउनुहोस् है त साथीहरू तपाईँहरू पनि। र हेर्नुहोस् अब म चाहिँ यो सालबारीको तेर्सो जुन चाहिँ गएर सिकुना आइपुग्न आँट्दा चाहिँ अहिले भर्खरै बनिएको यो जुन चाहिँ फुटपाथहरू छ, यो लाइनको रुखमा चाहिँ यति डरलाग्दो शीतल रुखहरूले गर्दाखेरि चाहिँ यति मजा आउने क्या त साथीहरू। अब त्यस्तो छ हो। अन्त म चाहिँ तपाईँको रङटङको बाटो गएको थिएँ हो। रङटङको बाटो तिनधारे हुँदै आएँ होइन, गाडी नपाएर चाहिँ म माथिबाट आएँ। र हेर्नुहोस् यहाँ रुखहरू भएको एरियामा चाहिँ यति डरलाग्दो शीतल छ। र हामीले पनि रुखहरू रोप्नु चाहिँ एकदमै जरुरी छ है त साथीहरू। उयसमा चाहिँ एकदमै गरमलाई चाहिँ एउटै क्लाइमेटमा पनि हेर्नुहोस् डिफ्रेन्स। र म चाहिँ रङटङ हुँदै र भर्खर इनोग्रेटेड भएको यो हर्नबिल पार्कको त्यहाँबाट आएको थिएँ हो। र तपाईँहरू पनि घुम्नु आउनु सक्नुहुन्छ। र मन पऱ्यो भने लाइक, सेयर, कमेन्ट, सब्सक्राइब चाहिँ